बुहारी सुत्केरी हुँदा रिस गर्ने सासू। आमा अब भाउजूलाई तेल लाउने मान्छे पनि त बोलाउनु पर्यो नि। किन बोलाउनु पर्यो तेल लगाउने मान्छे? अब 2-4 दिनमा उसका माइती लिन आइहाल्छन्, उतै गर्छन् नि जे गर्नु। हैन, पहिला त पेट बोकेको बेला सासू ससुराले धेरै नै काम गराउँछन् भनेर बहिनीलाई चौकीदार पठाएका थिए त त्यसका माइतीले। अहिले त 22 दिन भइसक्यो, खै लिन आउँदैन नि त। अरूका त नुहारन 13 दिन पछाडि नै लिन आउँछन्, हाम्रो त खै के हो। थाङ्ना पनि मेरै छोरालाई धुन लाउँछे। 22 दिन भइसक्यो, अब त आफै धुनु नि। अहिलेदेखि काम गरौ, पानी चलायो भने जिउ बिग्रिहाल्छ नि आमा। आफू 13 दिनमै उठेर घाँस काट्न गइन्थ्यो, अहिलेको त खै के हो बुझ्नै नसकिने। अब सबै कुरा पहिलाको जस्तो कहाँ छ के आमा? अब त 20-22 दिन भइसक्यो, उठेर आफै काम गर्न सकिहाल्छ नि। आफू 5 दिनदेखि काम गर्न थालेको। पहिलाका हजुरहरूको पालाको जस्तो डरो मान्छे कहाँ हुन्छ र आमा? अनि अहिले अब तेरो दाजुलाई भनेर उसकै ससुराली पुर्याउन लाउँछु। माइतीले नै ल्याइदिनु पर्ने हो नि त, खसीको मासु, घिउ सिउ। यत्रो बेरसम्म राखेका 22 दिन भइसक्यो, लाज नबकाहरू। खानु पर्ने समयमै खान दिनुपर्छ आमा, पछि खाएको जिउमा कहाँ लाग्छ र? दाल भात सादा खुवाउने। सुत्केरी मान्छेलाई त्यस्तो नभन्नु आमा, पाप लाग्छ। खर्च पनि कम हुन्छ। ए हामीलाई खै केही नदेका उठेका छौँ, डरै छौँ। म अघिदेखि भन्दैछु कि आमा, हजुरको जमाना जस्तो छैन अब। केही भन्नु हुँदैन, पिल गरेर रोइहाल्छे। अनि भन्ने नभन्ने भन्नुहुन्छ आमा, रोइहाल्नुहुन्छ नि। तपाईँकी पनि छोरी हुँ म, मलाई घरमा त्यस्तो गऱ्यो भने तपाईँलाई कस्तो लाग्छ? पुरै लिन लाउनु पर्यो अब तेरो दाजुलाई। फोन गरेर बुझ त किन नआएका रहेछन्। म कसैलाई पनि फोन गर्दिनँ है आमा। जबसम्म भाउजू तन्दुरुस्त हुनुहुन्न तबसम्म यो घर छोडेर कहीँ पनि जानुहुन्न। हाम्रो मान्छे हामीले नि स्याहार्नुपर्छ आमा, अरूलाई भिराउनु हुँदैन। राम। के हौ अहिले त अचम्मै पर्छु म त, छक्क लाग्छ। भइगयो त आमा, छक्क नपर्नु। अब 1-2 दिन म यहीँ बसेर भाउजूलाई स्याहार्छु अनि मात्रै जान्छु। छक्क